राजा नआउने भयो। अब यो मान्छेले गणतन्त्री भूतलाई जिन्दाबाद भन्छ भन्ठानेको होला। मेरो ज्यान गए पनि यी गणतन्त्री लफुङ्गाहरूको सङ्गठनका झोले कोइले जोइले छोइले र जड्या धर्म बेचुवा भ्रष्ट बलात्कारी देश बेचुवा देशद्रोहीहरूलाई कहिले कदापि जिन्दाबाद भन्दिन। प्राण रहन्जेल राज संस्था जिन्दाबाद भनिरहनेछु। म एक सच्चा नेपाली नागरिक हुँ। इतिहासका हरेक हरफहरूलाई मनन गरेको छु, बुझेको छु। कोही बोलुन् या नबोलुन् म बोलिरहनेछु। जय राज संस्था, जय नेपाल, जय नेपाली कला संस्कृति। हँसिरहेछन् प्रकृति, हाम्रो भाषा राम्रो वेशभूषा, जय नेपाली कला संस्कृति, जय नेपाल।